जेएनजीको आन्दोलनले त ध्वस्त नि बनाएको रहेछ नि। सो हेलो गाइस, आज चाहिँ हल्का घुमफिर गर्नु पर्यो भनेर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कातिर जान लागेको। गाडी आउने ठाउँ पुगेपछि मात्र थाहा भयो कि गाउँबाट म मात्र होइन, म लगायत अरू 5 जना पनि जानुभएको रहेछ। सन्धिखर्का आए लगातै हाम्रो कार्यालयमा विशेष काम थियो। कार्यालय आएर आफ्नो काम विशेष सकाएर यसो यताउता हेरेको त दुईटा गाडीको त नक्सा र आकार अस्तिको जेएनजीको आन्दोलनले बिगारिदिएको रहेछ। जाने बेला नदेखेको कुरा कार्यालयबाट आउने बेला सन्धिखर्का नगरपालिका लेखेको बोर्ड पनि पल पारेको रहेछन्। हाम्रो सबैभन्दा बेस्ट मार्केट बजार भनेकै सन्धिखर्का हो। खासै अरू काम त केही थिएन, हल्का फुल्का सपिङ गर्न थालियो। हल्का लत्ता कपडा किनेर काम विशेष सकाएर अब घुमघाम गर्नु पर्यो भनेको त बर्सातको टाइम दिनैभरि पानी परेर हैरान। बस्दा वाक्क दिक्क भएर दिमाग खराब। न त राम्रोसँग सुट गर्न पाएँ, न त राम्रोसँग घुम्न नि पाएँ। आउने बेलासम्म पानी परेको थियो। आज त दिनै खराब निस्कियो। अझ आउने बेला त बर्सातको कारणले बिचबिचमा बाटो बिग्रेर गाडीले झाँकेको झन् बिजोको। हे भगवान्।